हेलो गाइज, वेलकम टु येट अनदर भिडियो है। सो आज चाहिँ हामी पिकनिक स्पट एउटा छ त्यहाँ जाँदैछौँ, पिकनिक गर्न जाँदैछौँ, एक्सप्लोर गर्न जाँदैछौँ। सो को छ त्यहाँ? अशोक छ, विजय छ, सीता पाइला हुँदै हामी रामकोट हुँदै जानुपर्ने छ। 45 to 1 आवर लाग्छ होला। सो लेट्स गो है त। सो हाम्रो आजको प्लान चाहिँ के छ भने त्यहाँ गएर चाहिँ विल कुक आवरसेल्फ है, सेल्फ सनडाउनर गर्ने प्लान छ। हेरौँ अब त्यहाँ ठाउँ कस्तो छ, के छ। सो गाइज हाम्रो डेस्टिनेसन आइसक्यो। भन्ज्याङ पोखरीमा हामी यो के अरे एग्रो ओला रिजोर्ट एन्ड होमस्टेमा आछौँ है। सो हेज द भ्यू फ्रम दिस रिजोर्ट है। स्टिल वर्किङ प्रोग्रेस। डे पिकनिकहरूको लागि चाहिँ अहिले एभाइलेबल छ। रुम चाहिँ अहिले अन्डर कन्स्ट्रक्सनै छ होइन, रुमहरू चाहिँ अहिले एभाइलेबल छैन अरे। सो यु गाइज क्यान कम एन्ड ह्याभ अ डेकेसन हियर। सो यहाँ चाहिँ एउटा हल बनिरहेछ है यस्तो। आई थिङ्क इट्स गेटिङ अ गुड सेप है, होइन राइट? सो गाइज अहिले चाहिँ हामी त भन्ज्याङ पोखरीमा एग्रो ओला रिजोर्टमा छौँ। सो हामी यता आउने प्लान थियो। सो यता चाहिँ अहिले अन्डर कन्स्ट्रक्सनै रहेछ। सो डेकेसनहरूको लागि चाहिँ अहिले एभाइलेबल छ, लाइक यु क्यान बुक एन्ड कम हियर है। फर नाइट स्टेको लागि चाहिँ अहिले तत्काल एभाइलेबल छैन, किनभने वर्क इन प्रोग्रेस नै छ, अन्डर कन्स्ट्रक्सन नै छ, रुमहरू चाहिँ बनिसकेको छैन। सो यहाँबाट यस्तो भ्यूहरू चाहिँ यस्तो राम्रो देखिन्छ है। सो यु क्यान सी नाइस भ्यू। काठमाडौँबाट 35 to 45 मिनट्सको ड्युरेसनमा हजुरहरूले डेकेसनको लागि ठाउँ खोजिरहनु भएको छ भने दिस क्यान बी अ पर्फेक्ट चोइस है। सो यो चाहिँ भन्ज्याङ पोखरी हो। रामकोटबाट थोरै माथि जानुपर्छ। हाम्रो यो टार्के जाने बाटो बिचबाट चाहिँ टार्के नगइकन राइट छोड्नुपर्छ। सो त्यहाँबाट लगभग 10 मिनट्समै पुग्छ यता भन्ज्याङ पोखरी। सो हामी चाहिँ यहाँ डेकेसनको लागि आएको, सनसेट हेर्नलाई आएको। रिजोर्टको ठ्याक्क अपोजिट चाहिँ एउटा बेस्ट स्पट भेटायो हामीले सनसेटको लागि। सो हामी हाम्रो चेयर्स एन्ड टेबल चाहिँ त्यतै सेटअप गर्छौँ एन्ड वी विल ह्याभ आवर सेल्फ सनडाउनर। सो अब हामी त्यता जाँदैछौँ है। त्यहाँबाट देखाएको रिजोर्टबाट देखाएको ठाउँ आयो है। सो हामी जाँदैछौँ, सबै सामानहरू लियो। सो गाइज हामी आज सेल्फ सन डाउनर गर्दैछौँ है एट भन्ज्याङ पोखरी।
त्यही भएन ठुल्ठुलै पऱ्यो यार पानी ठ्याक्कै है गाइज आएको हामी सेटअप गर्न लाग्थ्यो इट्स स्टार्टेड टु रेन है सो अब के हुन्छ आएन पऱ्यो भन्नु छ गाडीमा जाऊँ एकछिन ठुलै पऱ्यो एकछिनमा फेरि आउँला रोक्यो भने वेदरले साथ दिएन हामी त नित्रुक्क भिजिसक्यो नि अनि हामी यसरी भिज्यो अनि के गर्नु त अब खै के गर्नु काम पनि लागिरहेको छ फेरि घाम पानी अशोकको बे हाम्रो प्लान क्यान्सिल्ड सो गाइज फर्स्ट एटेम्प फेल्ड वे ट्राइङ सेकेन्ड एटेम्प है सनडाउनहरूको सो सेकेन्ड एटेम्पमा के भनेछ है पानी चाहिँ रोकिए जस्तो जस्तो त भएको छ माथि अलिअलि बादल त छ है त्यही पनि लेट्स ट्राई भनेर वे गोइङ अगेन देयर सो दिस इज सेकेन्ड एटेम्प नम्बर 2 अहिले पानी चाहिँ रोकेको अवस्था त छ तर अलि राम्रै देखेछ यार अहिले त भ्यू राम्रो छ भ्यू चाहिँ दामी छ घाँस हरियो बनाइदियो पानी परेर चिया खानालाई यस्तो ठाउँमा आएछ पानी परेर बिजोग छ तर भ्यू चाहिँ राम्रो छ भ्यू चाहिँ राम्रो छ यहाँ यस्तो कुना काप्चामा चिया पकाउँदैछ हामी पाक्यो चिया दाइ चिया पाक्यो दाइ सानो बनाएको एक कप कति हो दाइ कप यस्तै 200 सनडाउनर सक्यो है फाइनली हामीले गऱ्यौँ सक्सेस त त्यस्तै भयो ल अब हामी जाँदैछौँ सो
अब चाहिँ फेरि पानी रोकियो आज हामीलाई दुःखै दिन देखाएको छ वेदरले सो केटाहरूसँग यस्तो प्लान बनाएको त नहुने रहेछ गाइस स्लाइटली चेन्जेस इन प्लान है हामी त्यहाँ चिया मात्र खान पायो अरू पकाउनै भएन भाग भयो है पानी परेर बाइक त्यो अहिले रिजोर्टमा आएको छौँ यहाँ चाहिँ अब बाइक हामीले आजको सेल्फ कुक गर्दैछौँ ल यहाँ चाहिँ हाम्रो कटिङ सटिङ गर्दै हुनुहुन्छ मिस्टर विजय टाउको किन होला यहाँ हाम्रो साइडमा चिया पनि पाक्दैछ सो हेज द भ्यू है लगभग कति 7 बजिसक्यो अरे 7 अहिले 7:30 भइसक्यो सो यस्तो छ है भ्यू चाहिँ अलिअलि गोल्डन त देखाएको छ चिकन पाक्दैछ हाम्रो गाइजहरूले अशोक एन्ड विजय अशोक चाहिँ पुरै लु के अरे ड्रेसै लाएर कुक गरिरहेको कुकिङ ड्रेस यस्तो हुनु पर्यो भन्न ट्रेन्ड सेटर हो म वेलकम ब्याक गाइज सो आजको हाम्रो प्लान सकियो दिन एन्ड भइसक्यो है सो हाम्रो लास्टमा हामीले माथि पकाएर खायौँ रिजोर्टमै लास्टमा सो अब हामी जाँदैछौँ ब्याक टु होम लगभग 9 बज्न लागेको छ हाफ एन आवरदेखि 1 आवर लाग्छ होला सो साइनिङ अफ बाई बाई ल